सन्त चन्द्रनाथले मार्सी चामल ल्याएर मार्सी चामल अहिले व्यापकै रूपमा चर्चित पनि छ कर्णालीको जुम्लाको मार्सी चामल। मैले पनि कर्णालीको मार्सी चामल चाखेको कुरो यहाँहरूलाई जानकारी नै हो। विचार व्यक्त गर्न पाइन्छ, थोत्रो पनि विचार व्यक्त गर्न पाइन्छ, विचार व्यक्त गर्न पाइन्छ जति थोत्रो भए पनि। तर त्यसका लागि म धेरै भन्न चाहन्छु। आह्वान कसले गरेको थियो चैत्र 15 गतेको त्यस वितण्डाको आयोजक को थियो? अहिले कोही माई बापै निस्किँदैन त्यो दिनको घटनाको। बेवारिस जन्माउने को, मातापिता को, पत्तो छैन। अहिले तपाईँ हो भन्दा म त होइन भन्छ, तपाईँ हो भन्दा म त होइन, कोही पनि होइन, सबै निर्दोष छ। के ती घर आफै दशा लागेर जले? के ती घर आफै त्यो जडीबुटीको औषधि कारखाना दिक्क लागेर अब जल्छु भनेर आत्मदाह गरे हो? त्यसले त्यत्रो गरेको छ त मान्छे को हो? अब यो चाहिँ 270ले भन्दैन दिँदैन, यति मात्रै कुरा भनेको। एकजनाले भनेको मैले सुने, एकजना मान्यजीले बोल्नुभएको मैले सुने, त्यही पनि एउटा पार्टीको अध्यक्षले नै, कि राजा ल्याउने सम्झौता गर, होइन भने भाग्न तयार हो। कहाँ भाग्ने? कहाँ भाग्ने? एउटा थोत्रो संस्था, मक्काको खिएको ढलेको सडेको संस्थाको तर्फबाट नेपाली जनतालाई लर्कार्ने, भाग्नुपर्छ तिमीहरू भनेर नेपाली जनता भाग्दैन। नेपाली जनता भाग्ने ठाउँ पनि छैन। नेपाली जनता यस देशका सबभन्दा बढी हकदार हुन् र त्यो हक कायम गरेर नेपाली जनता बस्छ। नेपाली जनता भाग्ने होइन। अर्को यहाँहरू जस्तो हामीलाई भने होला भाग्ने भनेर, हामी त अलिक बुढा पनि भइसक्यौँ, कुद्न सक्दैनौँ। तपाईँहरू जस्तो जवानलाई मिल्छ, जवानलाई मिल्छ भन्ने वक्तालाई मिल्छ जवानलाई। अब हामी अलिक पाका मान्छे कहाँ भाग्ने हो, कहाँ कुद्ने है?